कस्तो भइरहेको त साला गाडीको हिँडाइ यो सकिन्नमा तँलाई कस्तो भइरहेको त पुरा हिरो भयो जस्तो सालगाडी सालगाडीमा खेती चाहिँ मस्त हुन्छ यार भर्खर के लगाइरहेको होइन केटा कतै कागती चुकहरू लगाएको छ कि हेर है साइडमा देखिन्छन् कि पाइप होइन पानी जाने डाँडा काँडा दामी देखिन्छ तपाईँ केरा पनि लाएर छ यहाँ मस्त लाएर पसल कति टाढा छ यहाँ छैट लौसाला समात त नयाँ गाडा मरिसकेको छ आफ्नो राम्रो हाम्रो पनि गाडा मारिरहेको छ नि यस्तो होला यस्तो होला हाम्रो यहाँ पुग्यो कहाँ पछाडि आउँछन् भेनाछन् पछि अगाडि गाडा खाँदैछन् ओ ठ्याक्यो यस्तो सेक्सी ठाउँ छ यार आमा सक्छ त फेरि कहिले पसिना पसिना आउँछ आमाले कागती छैन कस्तो सेक्सी देखेको क्या ठाउँमा आएको छ ऊ भाटा त्यही हो भाटा उसको मैले कन्फ्युज थिएँ गाई छ यार मेरो पसिना निक्लेर हैरान भइयो म अर्कोचोटि हान्नु होला अब लास्टतिर यही हो यही हो सक्दैन म दोकानमा गएर 10 रुपियाँको बिस्कुट किन्ने खाइदियो 10 रुपियाँवाला बिस्कुट किन्ने खाइदियो छाउँछु भयो कस्तो हिँडेको कस्तो घर रहेछ त यार अब यहाँ डाँडामा चढ्नु पर्ने भयो चढाउँ तिम्रो यसो चरुवा पन्चर गाइसकेर फाट्न देखेर गइरहेछन् यहाँबाट आउँछ कि गाडीहरू यहाँ चाहिँ भक्क थियो पसिना भयो यहाँ चाहिँ स्कुल कसरी थियो नि त हाम्रो कता थियो यसरी फिराएर पसल यहाँ स्कुल रहेछ सानो स्कुल रहेछ यहाँ यति स्कुल पहाड साइडमा यति स्कुल भन्ने पनि धेरै मान्छेलाई शिक्षा पुग्नु पर्यो अरू के चाहिएन सोध्नु नगरेको मान्छे चौतारी पनि रहेछ कस्तो रहेछ तिमीलाई जुन त तल छ र तल छ हजुर हाम्रो अन्डा यहाँ त्यति घुम्न लागेको थियो क्या होइन बाख्रा हराएको कता पहिला सुरुको खै अब थाहा छैन हामीलाई त बाटो यस्तो छ कस्तो तर लाम्बाइ हो क्या रम्बा चौडाइ मेरो पसिनाहरू कस्तो भएछ होला हेर त हेर्नु त एकलट यस्तो पसिना आएर एक्टिभिटीहरूको
किन फेरि अर्को देखाएको हाम्रो भेनाले यहाँ काटी चुकिदिएको छन् अगाडि उता गेरा चोर लाग्नु छ मजा लगाएर छ जाने एउटा चुप चोर देख्नु अगाडि हेर यहाँ अर्को त्यहाँ दुईवटा रहेछ एउटा भने दुईवटा उठाएर लुगा आउने न त्यसलाई यो जगेटमा राख्नु न यो जगेटमा पानी खाऊ यार यस्तो पानी छैन आम्मा क्या सेक्सी देखेको एउटा गाई आम्मा हेर त बब्बा देखेको छ आम्मा यस्तो बब्बा देखेको छ यार भेडा भिडियो आउँदैन एउटा कथा हो के राख्नुहुन्छ पसलमा चिसो छ बब्बा छ बियर सियर राख्नुहुन्छ बब्बा छ तर सानोहरू चाहिएको थियो हजुरसँग नुन खुर्सानी दिनुहुन्छ आइस ल यो समाज नुन खुर्सानी किस्छु अनि एउटा बियर निकालिदिनु